Hello everyone, welcome all and welcome back to my YouTube channel. You are watching Riddhi Sharma vlog. तपाईको अरूलाई थाहा भइसक्यो होला मेरो कन्टेन्ट र थम्बनेल देखेर आजको भिडियो केको बारेमा हो भनेर. या इट्स अबाउट डे इन माई लाइफ. सो आज सन्डे हो, म रुममै छु. भर्खर उठेको 8:30 भइसक्यो. अलि ढिलै उठेको सन्डे किनभने अरू बेला त ड्युटी जानुपर्ने हुन्छ. सो छिटो छिटो उठ्नुपर्छ. अन्त आज चाहिँ अलि ढिलै उठेको नि त, मजाले सुत्न पाइन्छ होइन. राति ढिलो सुतेको थिएँ भिडियोज के हेरेर. अन्त अहिले अब अलिक ढिलै उठेको. अन्त सो म आज तपाईँहरूलाई दिनभरि के गर्छु तपाईँहरूलाई देखाउँछु. अन्त मेरो फ्रेन्ड्स पनि आउँदैछ. अन्त उसँग पनि भेटाउँछु तपाईँहरूलाई. अनि साइडमा आज बजार जान्छु होला, त्यो पनि देखाउँछु. फ्रेन्डले कल गरेको थियो, ऊ गान्तोक लालबजार एमजी मार्गमा कहाँ छ अरे. अन्त त्यही आउनु भन्दैछ. सो म अब रेडी भएर यहाँबाट निस्किन्छु. रेडी भइसक्यो अब जाने. अनि घाम लागिरहेछ, माथि गएर ट्याक्सी पर्खिनुपर्छ हो. अन्त म एकैचोटि तपाईँहरूलाई मेरो फ्रेन्ड्सलाई भेटेपछि देखाउँछु. ओके, बाई. सो गाइस, म एमजीमा पुगेँ हो. मेरो फ्रेन्ड्स अलिक पर छ अरे. सो म त्यसलाई भेट्न जाँदैछु. आइन्जन कहाँ छ, यहीँ छ भने त्यो बेसी भिडमा कहाँ छ खोज्नुपर्छ. सो यो चाहिँ एकदम ह्यापनिङ प्लेस हो भनौँ गान्तोकको. मान्छेहरू पुरा हुन्छन्, लोकल टुरिस्ट सबै यही हुन्छ. अब यसलाई चाहिँ गान्तोकको हाट भन्दा पनि हुन्छ, मेन पोइन्ट हो. अब म तपाईँलाई फ्रेन्ड देखेपछि भेटाउँछु है. भेटेँ, हो मेरो साथी भिगमा. अनि उसको भाइ खोइ हेलो भन्दिनँ. म त एकदम आउँदै सिधै हो, यहाँ बसिरहेको रहेछ. अब कहाँ जाने लेट्स गो. अब कहाँ जाने थाहा छैन. जहाँ जान्छ तपाईँलाई देखाउँछ. अयो म त सोचेको थिएँ एमजी मार्ग मात्रै जान्छु होला भनेर बजार. बट यहाँ फ्रेन्डसँग चाहिँ उसको भाइको बर्थडे थियो आज. अन्त गुम्पा लिएर आउँछु भनेको थियो रहेछ. सो यहाँ चाहिँ गुम्पा आएको छु. म आएको थिएन कहिले पनि, आज फर्स्ट टाइम आउँदैछु. सो तपाईँहरूलाई देखाउँछु भित्र कस्तो रहेछ भनेर. ओके, अन्त हामी कन्फ्युज भयो, उतादेखि यता हो कि यतादेखि यता भनेर. म तपाईँहरूलाई देखाउँछु. लगेर चाहिँ गुम्पा मानेर यस्तो ठुलो माने हुन्छ होइन, मानेको छ. अन्त तपाईँहरूलाई देखाउँछु कस्तो रहेछ भनेर. गुम्पा यस्तो रहेछ. दामी रहेछ इन्ची गुम्पा हो. अहिले भित्र बसेको छैनौँ, बाहिर मात्रै घुमेको. बाहिर पनि दामी रहेछ. मान्छेहरू निकै आइरहेको रहेछन्, टुरिस्टहरू पनि रहेछन्. अनि यहाँको लोकलहरू पनि रहेछ. त्यस्तै सक्यो घुमिकन यताउता हो. अब चाहिँ फर्केको है हामी. अब हामी फर्केको. उहाँ चाहिँ बर्थडे भयो. मेरो साथीले अब आजसम्म गरेको सबै पाप धुलाइसक्नु आँटेको छ. माने घुमाउनु पर्छ अरे, पाप धुलिन्छ होला हो. माने घुमाउँदै बाई बाई.
हाम्रो लन्च पनि आइसक्यो। मैले चाहिँ चिकन थुक्पा मगाएको छु, भाइले खाँदैछ पर्क राइस, साथीले खाएको छ भेज राइस, मिस भेजिटेरियन। बिजी छ फोनमै, खाना खा। भाइलाई पुऱ्याउनु अनि सायद त्यहीँबाट हामी पनि रुम जान्छौँ होला। अब यहाँ काम पनि छैन हो, अहिले बेलुका भने पानी पनि पर्छ होला यहाँनिर। बाई, राम्रोसँग जानु। बाई। भाइ पनि गयो, अब हामी पनि फर्केको रुम। थाक्यो, गरम पनि भयो हो, अब आज गएर रेस्ट गर्नुपर्छ होला। भर्खर रुम आइपुगेको, पुरा थाक्यो, पुरा घाम पनि थियो। यति बेसी घाम थिएन तर पनि हुन्छ नि एकदम पुरा गर्मी नै थियो। अनि यहाँ अब रुम पुग्यो, अब एकछिन फ्रेस भएर बसेर। सो आजको भ्लग चाहिँ यति नै थियो। तपाईँहरूलाई मेरो भ्लग कस्तो लाग्यो कमेन्ट सेक्सनमा मेन्सन गरिदिनुहोस् होला। अन्त इफ तपाईँहरू मेरो च्यानल फर्स्ट टाइम हेर्नुहुँदैछ भने प्लिज मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् अनि मेरो भिडियोजलाई लाइक गरिदिनुहोस् होला। टिल देन टेक केयर, बाई। फेरि म नयाँ भ्लग लिएर आउँछु। बाई तपाईँ सबैको लागि।